हेलो सबैजनालाई फेरि पनि गुड मर्निङ। अनि हिजो हामीले अलिकति थाकेर आएको भएर चाहिँ त्यो पछि आइसकेपछिको भ्लग बनाउनु पाएन। यो त जम्पो जानुपर्ने कि त्यो पारी देखिरहनु भएको डाँडोतिर भन्दा चाहिँ हामीलाई पनि लोकेसन चाहिँ ट्याक्कै थाहा छैन। यतै सुन म निस्क्यो अरू गाडीमा बसिसकेको। अब हामी पनि सिधै गाडीमा जाँदैछौँ। अनि हाम्रो बेहुलाको दिदीबहिनी सबैजना यता हुन्छ हालै गरिदिनु है। दाजु यता हुनुहुन्छ, बा यता हुनुहुन्छ है। अनि हामी जानुपर्ने चाहिँ लगभग यो डाँडोभन्दा उता भन्नुभएको छ। हामीलाई पनि एक्ज्याक्ट चाहिँ थाहा छैन। बाटोमा चाहिँ तपाईँहरूलाई जोडिँदै जाउँला। अनि यही त अब हामी सबै निस्क्यौँ जन्तु जानको लागि। सबैजना एकदम रेडी भयौँ। ल अब हामी चाहिँ यहाँ बसेर जाँदैछौँ। अब सिधै उतै गएर जोड्यौँला है। त्यो भएपछि 10 ल अब हामी फाइनल्ली जन्तु हिँड्यो है। पनि आएको अनि हामी एकदम गाडीमा यता हुनुहुन्छ बेहुलाको भिनाजु र म भइहालेँ। यता मेरो दाइ अनि यता भाइ बेहुलाको भाइ अनि यता बेहुलाको दिदी उहाँ बेहुला हुनु भइहाल्यो। अलिक बहिनी अगाडि हजुर बाटो हेर्नुहोस् गाइस, कहाँनिर कसरी खोला कसरी यससँग नि हामी गाडीमा यात्रा गरिरहेको छौँ होइन त। ल हेलो हजुर खेल्नुपर्छ क्या झरेर। गाडी यहाँ पुग्छ है। अनि कस्तो अनुभव हुँदैछ त हाम्रो मिस्टर बेहुलालाई? अनुभव गर्ने बाँकी छ। एक्साइटेड कि कस्तो फिल हुन्छ? सेयर गरिदिनु ल तपाईँहरू। देखा पड़ेगा थोड़ा जरूरी
जस्तै ए भइसक्यो हुन्छ मेरो कामै छुट्टी छ लाग्यो भने अलिक गरम खसाउन सकेन लेखाली पनि थियो त्यो रुखको फेदतिर शीतल हुन्छ बेहुली म देखाउन लाग्छु हजुरहरूलाई यहाँनिर बेहुला हुनुहुन्छ अब बेहुली देखाउन लाग्छु अब बेहुली यता 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 मुखै ए यहाँनिर अब हामी यहाँ छौँ हेलो फोटो 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 अधिकार बराबर हो भोलि कुटाकुट गर्दा पनि बराबरै गर्नेछ पहिला पछिको कुरा पछि हुने हो अहिले सोचौँ पछि अब के फोटो खिच्नुको लागि घरेबाट त्यहाँनिर त्यतिकै जान्छ घरेबाट त्यसरी निकालेर लगाइसकेको बेला त फोटो खिच्नु पऱ्यो भन्नुहुन्छ उताको मान्छेले त 10 मिनट भित्रमा अलि मजाले लाग्यो अहिले सुरुमा के हुन्छ अहिले अघि लाएर भरिदिनु पठाइहाल्दिनु है गइहाल्ने हो 10 मिनट बाटा निस्किनु त खै लु कता कता बाटामा भाइ सबैको पर्छ हैन दिदी कस्तो फिल भइरहेछ तपाईको एकदम ह्यापी खुसी हो पहिलेकै थाहा छैन नि त बेहुलालाई नि सम्पत्ति हो जोगाउनु पर्यो नि ढुक्का भयो भने सबै त्यही रहनु त यो भिना त लगाइदिनु यता जता लगाइदिनु भयो
बोल्न हुन्छ नि बोल्न नआउनु हो ट्याक ट्याक गर्छन् ठ्याक्कै त्यही हो क्या तेरो बनाइ मारेर अड्सठ छ ऊ मार्छ 75 भनेर कोही त्यति भन्दै गयो देउताको मारेको थियो अघि अनिखेरि भन्दै गएको छ अनिखेरि हुँदै अनिखेरि त्यति भयो बाह्र पुरा सक्यो हो कि नि अनिखेरि अनि उहाँ कृष्ण हुर्के देउताबाले हुर्के तन्देरी बसेछन् अनिखेरि कंसले थापेर बोलाएर कृष्ण आउनु हो मारेर बोलाउने आउनु हो तर चाहिँ आउँदो अनिखेरिबाट देउले लाइन दिने हो अनि फेरि उल्टा बुढा पनि के भएको अरे भन्नु भनेदेखि अनिखेरि त्यो छोरो जन्मले गर्दैन मैले अनिखेरि कहाँ उमोकाको पाँच चल्नु भएको अरे त्यो बुढा मरेका कहिले कसै थाहा अनि फेरि त्यो सोत्तारीको सानो साथी सबैलाई नमस्कार आयो केटोले बेहुली ल्यायो त जाँदैछौँ हामी दाहिने यताबाट लान त सधैँ लाग्यो कहिले काहीँ चाहिँ ल्याइन्छ हामीले जोडेको एकतिर गइसक्यो तोडिने होइन त उता हेर भोलिपर्सि फोटो कति नराम्रो आउँछ तिमी नै गिल्ट फिल गर्छौ मैले रोएर मेरो फोटो हाम्रो फोटै स्टेरिङ त्यो गाडी जाने बाटो भाइ एक राउन्ड है ल भयो 15 मिनेटको खै पर्छ होटलको बाटो
त्यो गाडी हेर्दिउँ त आइयो है जन्ती टोली फर्क्यो है हामी ल बेहुली ल्याइयो फोनमा मात्रै बोलेर हुँदैन अब त कफर्दै नबोल्छ हेलो केक छ त नि ठुले भन्दै गफर्दै हिँड्नुपर्छ अब फर्केर चाहिँ हामी खाइसक्यौँ यता बेहुली ल्याइसक्यौँ जन्त गएर आइसक्यौँ झर्दैछ हामी गाडीबाट सामानहरू हेरौँ छिटो कि त्यहाँ बस्दै गर्नु भन्दै केही सामान छुटेछ कि अलिक बराबर राख्नु अगाडि लाग्यो ल भयो बत्ती बाल्नु भयो सबै लाइटर नै हुन्छ होला नि एमिने ढोका छ ल एमिने बाबा डिमान्ड अलिक ठुलो है मलाई पनि
अनि बियस हुन्छ नि माइती न अब ए झन्डै म नै झन्डै बियस भए अब कस्तो भन्ने हो भित्र चाहिँ पस्नु पाइँदैन कहाँ त्यतिले त हुन्छ त नि ओ त भाउजूले पनि थप्नु पर्यो नि त कहाँ दाजुले त थपेर हुन्छ 3 भाग चाहिन्छ मलाई पनि 1 भाग है दुईटा दिदीलाई मलाई एउटा डिमान्ड त हाम्रो ब्ल्याङ्क चेक हो खासमा ताली बजाम यो बत्ती बाल पानी यसरी भित्र अचाउने हैन आफूपट्टि अचाउने अनि दाहिने खुट्टो भित्र यहाँ ठुलो छ जहिले हामी धनी भयो है हामी त एकदमै धनी भयौं तर धनी भन्नु के गरी बनाउने बाटो सम्झिँदा त गरेकै हो यताको पनि सक्दिन अहिले भरे हो अब दाहिने खुट्टो भित्र राखेर यहाँ आउ त्यस्तै धानका छोरा पुगिहाल्थ्यो नि हुन्छ सबै चप्पल लाएर हो त्यस्तै टेक्दै जाऊ अब निभिसक्यो त्यही पनि टेक्दै जाऊ अब आउनु मिल्यो यतै त होला नि हैन अब जहाँ टेके पनि हुन्छ भयो आउनु भाउजू हातले स्वाई स्वाई भयो नेपाली हाम्रो धर्म संस्कृति अनुसार घर भित्राउने बित्तिकै बेहुलीलाई दुःख हुँदो रहेछ दिदी घर भित्राउने बित्तिकै दुःख हुँदो रहेछ देखेकै थिएन मैले त अहिलेसम्म बढार्नु पर्छ अहिले त्यसरी उठा